धन्यवाद ज्ञापन गर्दै अब भने कार्यक्रमलाई अगाडि बढाउँदैछौँ स्वागत मन्तव्यबाट र स्वागत मन्तव्य राखिदिनु हुनका लागि श्री राजेश कुमार थापा सदस्य सचिव चलचित्र विकास बोर्ड आउँदै हुनुहुन्छ। कृपया उहाँलाई जोरदार तालीका साथमा स्वागत गरौँ। चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिज्यू, प्रथम महिला सविता पौडेलज्यू, आजको यस कार्यक्रमको विशेष अतिथि माननीय सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाज्यू, सम्माननीय राष्ट्रपतिज्यूका विज्ञ सल्लाहकारज्यूहरू, राष्ट्रपतिको कार्यालय तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिवज्यू, सहसचिवज्यूहरू, चलचित्र विकास बोर्डका अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरू, नेपाली चलचित्र क्षेत्रमा अमूल्य योगदान पुर्याउने हुने विशिष्ट एवं वरिष्ठ कलाकार तथा नेपाली सिने जगतका अग्रज धरोहरज्यूहरू, नेपाल सरकारका विभिन्न निकायका अध्यक्ष तथा पदाधिकारीज्यूहरू, चलचित्र विकास बोर्ड र चलचित्र जाँच समितिका पदाधिकारीज्यूहरू, नेपाल सरकार तथा बोर्डका कर्मचारी साथीहरू, सञ्चारकर्मी तथा पत्रकार मित्रहरू एवं हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी यस कार्यक्रममा उपस्थित हुनुभएका समस्त चलचित्र कर्मीज्यूहरू, कला अनुरागी महानुभावहरूमा हार्दिक नमस्कार तथा न्यानो स्वागत अर्पण गर्न चाहन्छु। चलचित्र क्षेत्रको विकास विस्तार र प्रवर्धनको लागि चलचित्र कर्मीहरूकै पवित्र प्रयास र ठुलो मेहनतबाट विक्रम सम्वत 2057 साल असाढ 16 गते चलचित्र विकास बोर्डको स्थापना भएको हो। चलचित्र विकास बोर्डले मौलिक चलचित्र निर्माणमा प्रोत्साहन गर्ने, स्वदेशी चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवर्धनको लागि नीति तथा कार्यक्रम तय गरी लागू गर्ने, चलचित्र पूर्वाधारको निर्माण गर्ने, कलाकारहरूको पेशागत दक्षता अभिवृद्धिको लागि क्षमता अभिवृद्धिको कार्यक्रमहरू सञ्चालन गर्ने र समग्र चलचित्र कर्मीहरूको हकित संरक्षण र सम्मानका लागि आफ्ना काम कारबाहीहरूलाई प्रचलित कानुन, असल अभ्यास र नैतिक जगमा रहेर अगाडि बढाइरहेको व्यवहार म यहाँ समक्ष विनम्र अनुरोध गर्न चाहन्छु। चलचित्रको प्रतिस्पर्धात्मक विश्व बजार, परिवर्तित विश्व सन्दर्भ, चलचित्र निर्माण एवं प्रदर्शनमा प्रविधिले पारेको प्रभाव, 2026 सालको चलचित्र ऐनलाई समसामयिक सुधार, परिमार्जन र एकीकरण गरी मुलुकको नयाँ संरचना र परिवेश सुहाउँदो नयाँ चलचित्र कानुनको निर्माण एवं कार्यान्वयन जस्ता पक्षलाई मध्यनजर गर्दा नेपाली सिनेमा उद्योगलाई अझ मजबुत बनाउने कार्य साँच्चीकै चुनौतीपूर्ण रहेको छ। यद्यपि नेपाली चलचित्र कर्मीहरूको एकता, निरन्तरको प्रयास र अथक लगावले यस्ता चुनौतीलाई अवसरको रूपमा बदल्दै नेपाली चलचित्र क्षेत्रलाई सकारात्मक गति दिन भइरहेको प्रयासमा सबै पक्षको सहयोग, सद्भाव र संरक्षणले थप टेवा पुग्ने विश्वास चलचित्र विकास बोर्डले लिएको छ। चलचित्र समाजको दर्पण हो, यो सामाजिक जागरण एवं रूपान्तरणको माध्यम पनि हो। चलचित्रले देशको विविधतालाई प्रतिनिधित्व गर्दछ र गर्नु पनि पर्दछ। सामाजिक विकृतिहरूलाई उजागर गर्दै समाजलाई सकारात्मक दिशाबोध गराउन मौलिक नेपाली चलचित्रहरूले खेलेको भूमिका अतुलनीय रहेको छ। आज नेपाली चलचित्र उद्योग केवल मनोरञ्जनको साधन मात्र होइन, अर्थतन्त्र, रोजगारी, संस्कृति र राष्ट्रिय पहिचानको एक स्तम्भको रूपमा उभिन सफल भएको छ। देशको कला, भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्न महत्त्वपूर्ण योगदान दिई सोको प्रवर्धन तथा विस्तारमा योगदान पुर्याउने हुने एवं चलचित्रको माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा देशको पहिचान बढाउन विशिष्ट योगदान दिनुहुने कलाकारज्यूहरू, स्रष्टा सर्जक, समग्र चलचित्र क्षेत्रलाई समेटी सम्मान एवं पुरस्कृत गर्ने उद्देश्यले आयोजित यस समारोह नेपाली चलचित्र क्षेत्रको एकता, विस्तार, विकास र प्रवर्धनमा एउटा बलियो आधार हुने मान्यता चलचित्र विकास बोर्डले लिएको छ। अन्त्यमा
चलचित्रकर्मीहरूको अत्यन्तै महत्त्वको आजको यस राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा सम्मान समारोहमा प्रमुख अतिथिको रूपमा गरिमामय उपस्थिति जनाई हाम्रो हौसला उच्च बनाउन अमूल्य समय प्रदान गरिदिनु भएकोमा सम्माननीय राष्ट्रपतिज्यू प्रथम महिला समक्ष हार्दिक कृतज्ञता र आभार व्यक्त गर्दै स्वागत गर्न चाहन्छु। यसैगरी यस समारोहमा उपस्थित भई हामीलाई अभिभावकीय भूमिका अथवा छहारी प्रदान गर्नुभएकोमा माननीय सूचना तथा सञ्चार मन्त्रीज्यूप्रति हार्दिक कृतज्ञता अर्पण गर्दै म स्वागत गर्न चाहन्छु। त्यसैगरी यस समारोहमा उपस्थित नेपाल सरकारका विभिन्न तह र तबकामा नेतृत्वदायी भूमिका खेल्नुहुने समग्र महानुभावहरूमा म हार्दिक स्वागत गर्न चाहन्छु र नेपाली चलचित्र एवं कला क्षेत्रका अग्रज धरोहरका साथै सम्पूर्ण कलाकार, स्रष्टा, सर्जक, सञ्चारकर्मी तथा उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरूलाई चलचित्र विकास बोर्डको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। आजको यस गरिमामय कार्यक्रममा पुरस्कृत एवं सम्मानित हुनुहुने चलचित्रकर्मीहरू र दीर्घ साधना सम्मान लाइफ टाइम एचिभमेन्ट अवार्ड प्राप्त गर्नुहुने सम्माननीय अग्रज चलचित्रकर्मीज्यूलाई म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै पुनः एकपटक यहाँहरूलाई चलचित्र विकास बोर्डको तर्फबाट हार्दिक स्वागत गर्दै मेरो स्वागत मन्तव्य यही अन्त गर्दछु। सबैमा नमस्कार। सदस्य सचिवजीलाई धेरै धेरै धन्यवाद। अब भने माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन हुन गइरहेको जानकारी गराउन चाहन्छु। धेरै धेरै धन्यवाद ज्ञापन गर्दै अब भने हामी विशेष योगदान सम्मानतर्फ अघि बढ्न गइरहेका छौँ र सम्मान गरिदिनुका लागि माननीय मन्त्री डाक्टर विक्रम तिमल सिन्हाजीबाट सम्मानित व्यक्तिहरूलाई हामी खादा तथा फूलगुच्छा अर्पण गर्दछौँ र सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट सम्मान पत्र प्रदान गर्न गइरहेका छौँ। सम्मानित हुने विशेष योगदानतर्फ हुनुहुन्छ श्री विष्णुगोपाल श्रेष्ठज्यू। कृपया अगाडि आइदिनुहोला सम्मान ग्रहण गरिदिनुका लागि। श्री विष्णुगोपाल श्रेष्ठ नेपालको चलचित्र क्षेत्रमा 45 वर्षभन्दा बढी समयदेखि योगदान गर्दै आउनुभएको छ। नेपालको पहिलो सिनेमास्कोप चलचित्र राको सहित चिनो जस्ता ऐतिहासिक चलचित्र निर्माण गर्नुभएको छ। चलचित्र संघ मार्फत आयोजित मोशन पिक्चर अवार्ड कार्यक्रमलाई 5 वर्षसम्म नेतृत्व गर्दै आउनुभएका हाम्रा सहकर्मी हुनुहुन्छ। धेरै धेरै धन्यवाद। यता स्थानमा आसन ग्रहण गरिदिनुहोला एवं रीतमा अब भने आउँदै हुनुहुन्छ सम्मान ग्रहण गर्नका लागि मेनुका प्रधान। अभिनेत्री मेनुका प्रधान फरक धारका चलचित्रमा सशक्त अभिनय गर्न सफल अभिनेत्री मेनुका प्रधान हुनुहुन्छ। मेनुकाजी आउँदै हुनुहुन्छ। उपस्थित सम्पूर्ण महानुभावहरूलाई विशेष योगदान सम्मान अन्तर्गत मेनुका प्रधान सम्मानित हुनुहुन्छ जानकारी गराउन चाहन्छु। नेपाली चलचित्र क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल हुनुहुन्छ। कृपया अगाडि आइदिनुहोला। बधाई उहाँलाई।
अबको क्रममा विशेष योगदानबाट सम्मानित हुनुहुँदैछ डाक्टर सिंह गुरुङ। सुर्खेत क्षेत्रका प्रथम चलचित्र हल व्यवसायी, चलचित्र प्रदर्शन र वितरण प्रणालीलाई मफसलमा विस्तार गर्ने व्यक्तित्व, चलचित्र बन्दगी, बाटुली लगायतका 100 दिन सफल चलचित्र निर्माण गरी कर्णालीको चलचित्र क्षेत्रमा योगदान दिनुभएको छ। उहाँलाई हार्दिक बधाई। अबको क्रममा सम्मानित हुने व्यक्तित्व हुनुहुन्छ श्री प्रकाश सुवेदी। प्रकाश सुवेदीजीलाई अगाडि आइदिन हार्दिक अनुरोध गर्दछु। नेपाली चलचित्र पत्रकारिता, समीक्षा, विश्लेषण तथा चलचित्र क्षेत्रमा 40 वर्षदेखि टेलिभिजन पत्रकारिता मार्फत योगदान दिँदै आउनु भएको छ। अबको क्रममा हाम्रो बीचमा अविनाश विक्रम शाहजी आउँदै हुनुहुन्छ। उहाँलाई तयार अवस्थामा बस्दिन अनुरोध गर्दछु। अविनाश विक्रम शाह नेपाली चलचित्र एलिफेन्ट इन द फकका निर्देशक, अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता प्राप्त गर्दै कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड हासिल गर्नुभएको छ। अबको क्रममा सम्मान ग्रहण गर्नका लागि रोहित रुम्बा आउनुहुनेछ। कृपया तयार अवस्थामा बसिदिनुहोला। श्री रोहित रुम्बा तामाङ समुदायबाट विगत 20 वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा निर्माण र कलाकारिता दुवैमा योगदान दिँदै आउनु भएको छ। अबको क्रममा भने हाम्रो बीचमा आउँदै हुनुहुन्छ अन्जिला तुम्बापो। अन्जिला तुम्बापो एवं रीतमा लक्ष्मी बरदेवा हुनुहुन्छ। विशेष योगदान सम्मानबाट सम्मानित हुँदैछ। नेपाली चलचित्र क्षेत्रमा जीवन्त अभिनय गर्दै आउनुभएकी र छुट्टै पहिचान बनाउन सफल लोकप्रिय हासिल गर्नुभएकी प्रतिभाशाली कलाकार हुनुहुन्छ। हजुर, लक्ष्मी बरदेवा र अन्जिलाजी सँगै आइपुग्नु भयो जस्तो लाग्यो। अन्जिलाजी आउँदै हुनुहुन्छ। राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन तथा नेपालमा बनेको पहिलो व्यावसायिक सफल बायोपिक चलचित्र अन्जिलाकी नायिका। अब आउँदै हुनुहुन्छ लक्ष्मी बरदेवाजी। उहाँ पछाडि हाम्रो साथमा विनोद शेरचनजी हुनुहुन्छ, सम्मानित हुने व्यक्तित्व मध्ये। यस पश्चात शङ्कर पाण्डेज्यूलाई अनुरोध गर्दछु तयार अवस्थामा बसिदिनुहुन। विनोद शेरचनज्यू 35 वर्षभन्दा बढी समयदेखि नेपाली चलचित्र क्षेत्रमा निर्माताको रूपमा काम गर्दै आउनु भएको छ। कन्यादान लगायत लोकप्रिय चलचित्र निर्माण गर्नुभएको छ। अबको क्रममा शङ्कर पाण्डे 20 वर्षदेखि नेपाली चलचित्र निर्माण नियन्त्रण क्षेत्रमा निरन्तर सक्रिय रहँदै 147 बढी फिल्ममा प्रमुख निर्माताका रूपमा महत्त्वपूर्ण भूमिका खेल्दै आउनु भएको छ। विशेष योगदान सम्मानतर्फ हामी चलचित्र पत्रकार स्वर्गीय दिनेश सिटौलाजीलाई पनि हामी सम्झँदैछौँ र उहाँको सम्मान ग्रहण गरिदिनुका लागि उहाँका
पिता आउँदै हुनुहुन्छ श्री गोकर्ण राज सिटौला। 50,000 नगद सहित सम्मान पत्र हामी उहाँलाई अर्पण गर्दछौँ। चलचित्र पत्रकार संघका उपाध्यक्ष स्वर्गीय दिनेश सिटौलाज्यूलाई हामी अर्पण गर्दछौँ यस विशेष योगदान सम्मान। विनोद शेरचनज्यूको अनुपस्थितिमा श्री मनोज राठीजी आउँदै हुनुहुन्छ यस विशेष योगदान सम्मान ग्रहण गर्नका लागि। यस पश्चात श्री मनोज राठीजीलाई अगाडि आइदिन हार्दिक अनुरोध गर्दछु। अबको क्रममा हामी विशेष चलचित्र पुरस्कार 2082 प्रदान गर्न गइरहेका छौं र चलचित्र नापछोङ हजुर यो चलचित्रले विशेष चलचित्र पुरस्कार प्राप्त गर्दैछ र सम्मान ग्रहण गरिदिनका लागि भूमिशा प्रोडक्सन प्रालिकबाट निर्माता ज्योति राज राईलाई हार्दिक अनुरोध गर्दछु गाडी आइदिनु हुन। अब पालो सांगीतिक कोशेलीको र सांगीतिक प्रस्तुति दिनुहुनका लागि अब आउँदै हुनुहुन्छ। म अनुरोध गर्न चाहन्छु यथास्थानमा आसन ग्रहण गरिदिनुहुनका लागि। हामी अहिलेका लागि सांगीतिक प्रस्तुतितर्फ अघि बढ्न गइरहेका छौं। नेपाली चलचित्रका गीत प्रस्तुत गरिदिनुहुन वरिष्ठ गायिका श्री देविका वन्दनाज्यू र गायक संगीतकार एवं प्रस्तोता समाजका अध्यक्ष श्री नरहरि प्रेमीज्यू आउँदै हुनुहुन्छ। साथमा सशस्त्र प्रहरीका कलाकारहरूबाट नृत्य प्रस्तुत हुन गइरहेको छ। नमस्कार सम्पूर्ण आदरणीय ज्यूहरूमा। नमस्कार, सबैको जय होस्।
तल 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 बेसुनु मैचाङ गैरी खेतमा धुल्यो हे तल 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 बेसुनु मैचाङ गैरी खेतमा धुल्यो के रोग लाग्यो बैसको मैचाङ मोहनी आँखामा मन झुल्यो मती 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 लेखमा चङ्गा भाडामा भञ्जन चौतारी मती 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 लेखमा चङ्गा भाडामा भञ्जन चौतारी तिम्रो र मेरो मैले चङ्गा मायाको चौतारी मलाई भेट्नु है मैले माया गर्न नजाने नि सिकाउनु है म हराएछु कतै भने खोजिराख्नु है म हराएछु कतै भने खोजिराख्नु है तिमी उकाली र ओह्रालीमा मलाई भेट्नु है
जर्नेला कर्नेला ए सुन माया गोर्खाली पल्टनमा अच्छा लेकिन लंदन को चीसोले समौला अच्छा लेकिन लंदन को चीसोले समौला अन्नी माया छौमै बस्नु ए अन्नी माया छौमै बस्नु अच्छा लेकिन यो देखिको पानी गरौला अच्छा लेकिन यो देखिको पानी गरौला अन्नी माया छौमै बस्नु ए अन्नी माया छौमै बस्नु आज पनि तिमी मेरो हिजो पनि तिमी मेरो आज पनि तिमी मेरो जति जति जन्म हुन्छ त्यति त्यति तिमी मेरो जति जति जन्म हुन्छ त्यति त्यति तिमी मेरो हे सङ्गीता हे सङ्गीता हे सङ्गीता हे सङ्गीता लाग्यो लाग्यो माया लाग्यो थ्याङ्क यू धन्यवाद धन्यवाद नमस्कार हजुर नमस्कार साङ्गीतिक प्रस्तुतिका लागि धेरै धेरै धन्यवाद अबको क्रममा भने हामी राष्ट्रिय चलचित्र पुरस्कार 2082 तर्फ अघि बढ्दैछौँ यसमा ट्रफी नगद रु 25,000 र प्रमाणपत्र रहेको छ म अनुरोध गर्न चाहन्छु माननीय मन्त्री डाक्टर विक्रम तिमल सिन्हाजीलाई अगाडि आइदिनु हुन उहाँ सँगसँगै माननीय राष्ट्रपति रामचन्द्र पौडेलजीलाई अनुरोध गर्नुहोस् अगाडि आइदिनु हुन पहिलो विधा रहेको छ उत्कृष्ट लेखन कथा पटकथा तथा संवाद र चलचित्रको नाम रहेको छ परान र परान फिल्मका लागि पुरस्कार लिँदै हुनका लागि परान फिल्मका कथा दीपक प्रसाद आचार्यजीको रहेको छ उहाँलाई अगाडि दिन हार्दिक अनुरोध गर्दछु उहाँ सँगसँगै पटकथा तथा संवाद रहेको छ एम थापाजीको कृपया अगाडि आइदिनु होला राष्ट्रिय चलचित्र पुरस्कार अन्तर्गत उत्कृष्ट लेखनतर्फ यस पश्चात उत्कृष्ट छायाङ्कनको विधा रहेको छ उत्कृष्ट छायाङ्कन तर्फ कोशे ढुङ्गा
र यो पुरस्कार लिइदिनुका लागि आउँदै हुनुहुन्छ पदम बहादुर श्रेष्ठ, बाबु श्रेष्ठ। पदम बहादुर श्रेष्ठजी उत्कृष्ट छायाङ्कनतर्फ कोशेढुङ्गा। कृपया जोरदार ताली बजाइदिनुहोला। 2082 सालमा तयार भएका चलचित्रहरूले आज यहाँ राष्ट्रिय चलचित्र पुरस्कार ग्रहण गरिराख्दा हर्षोल्लासमय अवस्थामा हामी उहाँलाई सम्मान पत्र टक्राउँदछौँ। अबको क्रममा उत्कृष्ट सम्पादन, यसतर्फ पनि कोशेढुङ्गाबाट नै हुनुहुन्छ नकुल खड्का। नकुल खड्काजी कृपया आइदिनुहोला। जोरदार तालीको बीचमा बधाई उहाँलाई। अबको पालो उत्कृष्ट अभिनेत्रीको र उत्कृष्ट अभिनेत्री हुनुहुन्छ उनको स्वेटरबाट मिरुना मगर। मिरुनाजी उहाँ हुनुहुन्न भने ओके आउँदै हुनुहुन्छ, यो जानकारी पाएकी छु। हजुर मिरुनाजी आउँदै हुनुहुन्छ। बधाई उहाँलाई। अबको पालो उत्कृष्ट अभिनेताको र यसतर्फ परान चलचित्रबाट निर शाहज्यूले ग्रहण गर्दै हुनुहुन्छ। अबको पालो उत्कृष्ट निर्देशकको र उत्कृष्ट निर्देशक हुनुहुन्छ उनको स्वेटरबाट नवीन चौहान। बधाई छ यहाँलाई।
अब पालो उत्कृष्ट चलचित्रको र उत्कृष्ट चलचित्र बन्न सफल छ उनको स्वेटर काठमाडौँ नेपाल प्रालीबाट निर्माता निर्देशक नवीन चौहान पुनः एकपटक उहाँलाई बधाई सम्पूर्ण कलाकार टिमले अगाडि आइदिन हार्दिक अनुरोध गर्दछु उनको स्वेटर सम्पूर्ण टिम हाम्रो साथमा हुनुहुन्छ काठमाडौँ नेपाल प्रालीबाट पुनः एकपटक उनको स्वेटरका सम्पूर्ण टिमलाई अगाडि आइदिन हार्दिक अनुरोध गर्दछु बधाई छ यहाँहरू सबैजनालाई अब पालो उत्कृष्ट चलचित्र आदिवासी जनजाति अन्तर्गत रहेको छ र फिल्म रहेको छ इन्दिरा धिमे मैचा नेवारी भाषाको फिल्म रहेको छ बीके फिल्म्स प्रालीद्वारा निर्मित निर्देशक सुरेन्द्र बहादुर तुलाधर र निर्माता गोपाल काजी कायस्थजीलाई हार्दिक अनुरोध गर्दछु अगाडि आइदिनु हुनका लागि यहाँको तालीको बीचमा आउनुहोस् स्वागत गरौं उत्कृष्ट चलचित्र आदिवासी जनजातितर्फ गोपाल कृष्ण महर्जनजी निर्माता हुनुहुन्छ कृपया उहाँलाई पनि आइदिन हार्दिक अनुरोध गर्दछु अबको क्रममा निर्णायक समिति प्रोत्साहन पुरस्कार रहेको छ अभिनयतर्फ रमिताको पिरतीबाट आना शर्मा पुरस्कार ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दै यहाँको तालीको बीचमा आउनु स्वागत गरौं अबको पालो निर्णायक समिति प्रोत्साहन पुरस्कार अभिनयतर्फ नै रहेको छ झरी पछिको इन्द्रेणीबाट हुनुहुन्छ विमोचन दवाडी
बधाई उहाँलाई। अब पालो चलचित्र दीर्घ साधना सम्मान 2082 को रहेको छ। यहाँको ध्यान आकर्षण गर्न चाहन्छु स्क्रिनतर्फ नै सम्मानित हुने चलचित्र कर्मीको बारेमा अब नै भिडियो प्रदर्शन हुन गइरहेको छ।